नमस्कार साथीहरू, आज म एउटा यस्तो कठोर सत्य भन्न गइरहेको छु जुन सुन्दा हाम्रो कान बिजाउन सक्छ, रिस उठ्न सक्छ, तर यो ऐना हो जुन हामी हरेक नेपालीले आफ्नो अनुहारमा हेर्नै पर्छ। हामी सारा नेपालीको एउटा साझा रोग छ। हामी सबैलाई मुखै पिच्छे एउटा कुरा चाहिन्छ, नेपाल सिङ्गापुर जस्तो हुनुपर्छ। तर हाम्रो भित्री चाहना के हो थाहा छ? हामीलाई एउटा यस्तो देश चाहिएको छ जहाँ कुनै कानुन नहोस्, जसलाई मन लाग्यो उसलाई काट्न पाइयोस्, कुट्न पाइयोस्, जता मन लाग्यो त्यतै थुक्न पाइयोस्, जहाँ पायो त्यही फोहोर फाल्न पाइयोस्, आफ्नो मन परी गर्न पाइयोस् र विधिको शासनको धज्जी उडाउन पाइयोस्। तर बिहानै उठेर बाहिर निस्किँदा सडक सफा होस्, व्यवस्थित ट्राफिक होस्, भ्रष्टाचार रहित प्रणाली होस्, कानुन सबैका लागि बराबर भएको देश होस्, अनि देश रातारात सिङ्गापुर जस्तो होस्। केही दिन अगाडि गणेश नेपालीको दुखद घटना भयो। कानुन व्यवस्था र नीतिको लापरवाहीमाथि प्रश्न उठ्यो। त्यो गम्भीर विषय छ, तर त्यसको आडमा हिजो र आजदेखि हामी के गर्दैछौँ? सामाजिक सञ्जाल र सडकमा कस्तो हरकत देखाइँदैछ? अब त झन् जहाँ पायो त्यही पार्क गर्छु, जता मन लाग्यो त्यतै फोहोर फाल्छु, जे मुखमा आयो त्यही बोल्छु, नियम सियम मान्दिन भन्दै अराजकता फैलाउँदैछौँ हामी। एउटा प्रणाली बिग्रियो भन्दैमा, राज्यसँग आक्रोश छ भन्दैमा हामीले नियम तोड्ने र जथाभावी गर्ने लाइसेन्स पाउँछौँ। आक्रोश हुनु स्वाभाविक हो, तर त्यसको प्रतिक्रिया सार्वजनिक सम्पत्ति र नागरिक चेतनालाई ध्वस्त पारेर दिने हो भने त्यसको मूल्य अन्त्यमा कसले तिर्छ? हामी आफैले। सिङ्गापुर सरकारी भाषण र सडकको कालो पत्रले मात्र भएको होइन। सिङ्गापुर त्यहाँको नागरिकको कडा अनुशासन, कानुन प्रतिको सम्मान र देशप्रतिको कर्तव्यले बनेको हो। त्यहाँ एउटा चुइगम फ्याँक्दा, बाटो काट्ने नियम मिच्दा कस्तो जरिवाना र सजाय हुन्छ थाहा छ? त्यहाँका नागरिकले नियम मान्छन्, त्यहाँका नागरिक अनुशासित छन्, त्यहाँ सार्वजनिक ठाउँलाई आफ्नो घर जतिकै सम्मान गर्छन्, ट्राफिक नियमको पालना गर्नु कमजोरी होइन, संस्कार मान्छन्, फोहोर डस्टबिनमा फाल्नु कुनै महान काम होइन, सामान्य जिम्मेवारी हो भन्ने ठान्छन्। त्यसैले त्यो सिङ्गापुर हो। हामी चाहिँ राज्यलाई गाली गर्न एक सेकेन्ड ढिलो गर्दैनौँ। नेतालाई सरापेर भिडियो बनाउँछौँ अनि फेसबुकमा पोस्ट गर्छौँ, तर देशलाई सिङ्गापुर बनाउने हाम्रो आफ्नो व्यक्तिगत योगदान चाहिँ कति छ? शून्य, जिरो कन्ट्रिब्युसन। हामी आफ्नो गाडी र मोटरसाइकल जहाँ मन लाग्यो त्यही पार्क गर्छौँ, सडकमै थुक्छौँ, झ्यालबाट फोहोर फाल्छौँ, लाइन बस्नु लाज मान्छौँ, नियम छल्नु सकेकोमा गर्व गर्छौँ, अनि नियम मान्न हामीलाई कसैले लट्ठी लिएर खेद्नुपर्छ। हाम्रो घर अगाडिको बाटो सफा राख्न कानुन चाहिन्छ। आफ्नो गाडी मोटरसाइकल सही ठाउँमा पार्क गर्न अर्को देशको मान्छे आएर कराउनु पर्छ। हामीलाई अधिकार त सबै चाहियो, तर कर्तव्यको कुरा आउँदा हामी चुप लाग्छौँ अनि देश चाहिँ रातारात सिङ्गापुर जस्तो चाहिन्छ। यदि प्रत्येक नागरिकले मेरो एउटा सानो गल्तीले केही फरक पर्दैन, मैले मात्र नियम मानेर के हुन्छ र भन्दै थुक्दै र नियम मिच्दै हिँड्ने हो भने एउटा कुरा दिमागमा घुसाउनुहोस् र ढुक्क हुनुहोस्, नेपाल कहिल्यै पनि बन्दैन, अझ सडिँदै जान्छ, अझै बिग्रिँदै जान्छ। हो, नेपालमा धेरै समस्या छन्, नीति सुधार गर्नुपर्छ, कानुन निष्पक्ष लागू हुनुपर्छ, राज्यले नागरिकको सम्मान गर्नुपर्छ, लापरवाही गर्ने जोसुकै भए पनि कानुनी कारबाही हुनुपर्छ। तर एउटा कुरा पनि त्यतिकै सत्य हो, नागरिक चेतना बिना कुनै देश विकास भएको इतिहास छैन। देश नेताले मात्र बिगारेको होइन, हाम्रो यो भेडा बानी र जथाभावी गर्ने प्रवृत्तिले पनि बिगारेको हो। देश सरकार एक्लैले बनाउँदैन, नागरिकले बनाउँछन्। त्यसैले आज आफैलाई एउटा प्रश्न गरौँ, म नेपाल राम्रो होस् भनेर पोस्ट मात्रै गर्दैछु कि नेपाल राम्रो बनाउने नागरिक जस्तो व्यवहार पनि गर्दैछु? सिङ्गापुर जस्तो देशको सपना देख्नु अघि सिङ्गापुरको नागरिक जस्तो बनाऊ। परिवर्तन आफैबाट सुरु गर्ने कि सिङ्गापुरको सपना देख्दै रोडमै थुक्दै हिँड्ने? रोजाइ तपाईको। धन्यवाद।